नमस्कार नमस्ते। म चाहिँ यहाँनिर हाम्रो नोगेन नाङसरुम्बा काका पर्नुहुन्छ, उहाँको घरमा आएको छु। अनि उहाँको चाहिँ आफ्नै काका कान्छा पनि एकदमै मिठो गीत गाउनुहुन्छ। अनि उहाँको नोगेन नाङसरुम्बाको आवाजमा सजिएको र सँगसँगै हाम्रो राजेश पायल राईको आवाजमा सजिएको गीतहरू म उहाँलाई गाउन लाउनेछु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। नोगेन नाङसरुम्बाको त्यो एक्लो बनायो भन्ने पहिला गाउनुहोस् ल काका। मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो, मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो, मलाई दिने माया कि अन्तै सार्यो, कि अन्तै सार्यो, मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो, अन्जनैमा भुल भयो कि तिम्रो मन दुखाए कि जिन्दगीको यो मोडमा मेरो विश्वास सार्यो कि, मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो। अब नोगेन नाङसरुम्बाको त्यो एक्लो बनायो भन्ने पनि गाउनुहोस् न अलिकति। अघि गाउनु हुँदा एकदम राम्रो लाग्यो थियो। लेखिन दैवले हाम्रो मिलन। वाउ, कति मिठो छ हाम्रो बाजेको आवाज। तपाईँलाई पनि मन पर्यो होला। फाइनली साथीहरू, अब चाहिँ हामी हाङसरुम्बा माङ्गे नायकमा लागेको एकदमै माङ्गे नायकको दृश्यहरू पनि म यहाँलाई देखाउने छु। यो चाहिँ पाँचथरको फिल्मदेखि उता हेवा खोला, यो हेवा खोलामा यसरी पुल पनि बनिसक्नु आँटेछ। प्रत्येक साल पहिरोले लगेर दुःख दिएर होइन गाह्रो बनाइरहेको थियो, तर अहिले चाहिँ यसरी पुल पनि बन्दैछ। यो फेमे खोला हो। अनि यो फेमे खोला पार गरेपछि हामी तिर्तिया र तिर्तिया पछि चाहिँ डेडी बजार हुँदै जानुपर्छ। यो सुन्दर डेडी बजार पनि म तपाईँलाई देखाउने छु। यो यहाँले देखिराख्नु भएको सुन्दर दृश्य डेडी बजार हो। यहाँनिर पहिला चाहिँ एकादशी बजार लाग्थ्यो 7 गते, महिनाको 7 गते र कति 22 गते होला। अनि हामी यहाँनिर कोदो किन्नु, मकै किन्नु एकदमै जहिले आउने गर्थ्यौँ। तर आजभोलि त्यो हटिया बजार चाहिँ सायदै हटेर गएको छ जस्तो लागिरहेछ। किनभने कुनैले सोद्धाखेरि लाग्छ नि अहिले पनि भन्नुहुन्छ, तर मलाई जहाँसम्म लाग्छ लाग्दैन। र पहिलाको जस्तो क्रेज पनि छैन। पहिला त एकदम धेरै रमाइलो हुन्थ्यो। हामी यहाँनिर आउँदाखेरि चाहिँ पौरोटी खाएको अझै धेरै मलाई याद छ। धेरै पौरोटी खान्थ्यौँ यहाँनिर आएर। ताजा भर्खरै बनाएको पौरोटीहरू बेचिराख्नु भएको हुन्थ्यो। अनि घरमा लगेर खान्थ्यौँ है। यो सुन्दर डेडी बजार एकदमै बसेको ठाउँ धेरै राम्रो छ। मलाई चाहिँ धेरै राम्रो लाग्यो यो ठाउँ। अनि यो डेडी बजार पार गरेपछि चाहिँ हामी आकाशे भन्ज्याङ पुग्छौँ। यो हो आकाशे भन्ज्याङ। यहाँ भदौरे मेला पनि लाग्छ। तपाईँले पनि भिडियो फुटेजहरू हेर्नुभएको होला। पहिला मैले पनि बनाएको थिएँ। भदौ 1 गतेदेखि 5 गते 6 गतेसम्म चाहिँ एकदम ठुलो बृहत भदौरे मेला लाग्छ। हामी माङ्गे नायक यसरी हाम्रो हाङसरुम्बा माङ्गे नायकमा चाहिँ फिल्मदेखि जाँदा यी ठाउँहरू पार गर्दै जानुपर्ने हुन्छ। आज हामी यसरी जाँदै चाहिँ अर्को नजिक बाटो रोजेर गएको, तर हामी ठ्याक्कै नजिक बाटो रोजेर जाँदा चाहिँ यसरी फस्यौँ। यहाँ भ्याकुले बाटो बनाउँदै रहेछ। यहाँनिर बाँसहरू सबै ढालेर राखिरहेछ। अनि यसरी भ्याकुले बाटो बनाउँदै गर्दाखेरि चाहिँ अब हामी यहाँ आएर फसेका थियौँ। अनि अलि भ्याकुले अलिकति हामीलाई बाटो खोलिदिनुहोस्, अलिकति अगाडि बढेपछि त बाटो छ भनेको मान्नु भएन, हुँदैन बाटै छैन भन्नुभयो। त्यसो भएपछि फेरि हामीले
हाम्रो सुरेन शिशिर दाईलाई कल गऱ्यौँ हाम्रो कमल दाजुले चाहिँ कल गर्दै हुनुहुन्छ अनि यहाँ बाटो खोल्नु लाउनु भनेपछि अलिकति हामीलाई बाटो अनि मात्रै खोलिदिनु भयो नत्र सुरुमा चाहिँ होइन बाटो नै छैन यहाँ खोल्नु गाह्रो हुन्छ उहाँ तल पनि यत्रो यत्रो रुखहरू ढालेको छ भन्नुभयो क्या तर यहाँ परतिर देख्दै हुनुहुन्छ छोटो बाटो त्यही अलिकति खोल्दाखेरि यसरी हामी निस्किहाल्यौँ अनि निस्केपछि यो चाहिँ माछेबुङको तल झरेर हाइड्रो पावर यहाँ हाइड्रो पनि बन्दैछ है पहिला पहिला यस्तो थिएन अहिले त बाफ्रे यो बगरै भइसकेको छ यो हाइड्रो पावर बन्दै गरेकोमा अनि यो चाहिँ हाम्रो माङ्गेना यक्कु सागमरा वादेममा कार्यक्रम भइरहेको थियो अनि यो सागमरा वादेममा कार्यक्रम खिचेपछि चाहिँ फाइनली हामी माथि माङ्गेना यकमा गएका थियौँ माथि माङ्गेना यकको दृश्यहरू पनि म यहाँलाई देखाउँछु है त अब यो देखिराख्नु भएको छ हाङसरुम्बा माङ्गेनायक भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर यो चाहिँ माथिबाट खिचेको दृश्य हो अब म अगाडिबाटको दृश्य पनि यहाँलाई देखाउनेछु माङ्गेनायक उता तलदेखि आउँदाखेरि यो प्रवेशद्वार यसरी छ माथिबाट सिलामसाकमा अनि साइड साइडमा च्याब्रुङको लोगो पनि राखिएको छ स्वागत छ वेलकम भनेर र तल मुनिबाट एकदमै गागहरू अनि दियो ग्लासहरू पनि राखिएको छ एकदमै तपाईँ पनि भ्रमण गर्नुहोला यो ठाउँमा एकदमै ऐतिहासिक संरचनाहरू बनेको छ अनि यो चाहिँ समापन समारोह कार्यक्रममा चाहिँ हाम्रो प्रमुख अतिथिको पर्खाइमा एकदमै यति धेरै हामी पर्खाइमा बसेका थियौँ आउनुहुन्छ अनि च्याब्रुङ अनि बन्दुकहरू सहित उहाँलाई स्वागत गर्ने भनेर हामी यसरी पर्खेर बसेका थियौँ प्रमुख अतिथि माछेबुङ 3 नम्बर वडा अध्यक्ष वीर विक्रम थामसोहाङ ज्यूको हातबाट रिबन काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो उहाँले यसरी रिबन काट्नु भएको थियो अनि यसरी रिबन काटिसकेपछि उकालो यो राम्रो प्रवेशद्वार पार गरिसकेपछि चाहिँ उकालो एकदमै राम्रो यो सिडी मार्ग पनि बनेको छ है यो सिडी मार्ग तपाईँले देख्न सक्नुहुनेछ निकै उकालो निकै लामो छ सम्पूर्ण हाङसरुम्बा बन्धुहरू यो कार्यक्रममा उपस्थित हुनुभएको छ विभिन्न ठाउँबाट अनि यसरी कार्यक्रम भव्य तरिकाले सभ्य तरिकाले सम्पन्न भएको थियो र सँगसँगै यो चाहिँ कार्यक्रम मञ्च मात्रै हो अब यहाँदेखि माथि बनेका संरचना एकदमै सुन्दर मन्दिर हाङसरुम्बा हाङसोयक मन्दिर पनि बनेको छ त्यो मन्दिर पनि म यहाँलाई देखाउनेछु यो कार्यक्रम समापन समारोह कार्यक्रमपछि अवलोकनको लागि माथि त्योभन्दा पहिले पनि गइएको थियो तर त्यस पछाडि चाहिँ यहाँ एकदमै यस्तो छ यहाँनिर फोटो सेसन कार्यक्रम पनि चलिरहेको छ यो चाहिँ एकदमै सुन्दर माङ्गेना हाङसोयकको घर हो साँच्चीकै यो घर सुन्दर बनेको छ यो चाहिँ मन्दिर हो हाम्रो हाङसरुम्बा माङ्गेनायक तपाईँ पनि यहाँ भ्रमण गर्न आउन सक्नुहुनेछ यहाँ भित्र पनि एकदमै धेरै सामग्रीहरू राखिएको छ